हेलो साथीहरू, म चाहिँ भर्खर कामबाट आएको अनि मैले आउँदाखेरि चाहिँ मासु ल्याएको छु अनि यहाँ प्याज काटेँ अनि कराई बसाएँ अनि अहिले चाहिँ रातिको 8:30 पनि बजिसकेको छ। आटा यहाँनिर मैले मिक्सिन पड्काएँ अनि मासु पनि हालेँ अनि मैले यहाँ भात पनि सिटिलाएँ अनि यता मासु चटपटी भयो। यस्तो भोक लागेको छ नि साथीहरू, राति 9 बज्दै आँटिसक्यो अनि मैले यहाँ लसुन पनि केलाएँ, छिटो अदुवा पनि तासेँ अनि अब चाहिँ मेरो मासु पाक्यो। साथीहरू मासु ल बाई बाई, अब म खाना खान्छु अनि गुड नाइट।